वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ एकदम एक्साइटिङ ट्राभल भ्लग लिएर आइसकेको छु म। सो हामी चाहिँ घुम्न जाँदैछौँ। अब हलिडे सुरु भयो न्यू इयरको लागि। सो वी आर गोइङ टु सान एन्टोनियो। स्टे ट्युन्ड विथ अस गाइज। यो भ्लग चाहिँ एकदमै रमाइलो बनाउँछु भनेर सोचिरहेको छु क्या। मैले जति गर्दा पनि भइरहेको नै छैन नि त। अनि के गर्ने के कन्टेन्ट बनाउने भनेर एकदम भइरहन्छ। मलाई बनाउनु चाहिँ मन लागिरहन्छ किनभने मलाई चाहिँ सोसियलाइज हुन, मान्छेहरूसँग कनेक्ट गर्न एकदमै मनपर्छ होइन। सो मैले यो ट्राभल भ्लग बनाउन लागेको अनि वी आर डुइङ रियली भेरी एक्साइटिङ थिङ्स। सो स्टे ट्युन्ड विथ अस। मैले चाहिँ यो लाइक वाट सेट लगाएको छु होइन, हुडीवाला। अनि होइन हो मेरो आउटफिट। यो नै कम्फर्टेबल हुन्छ जस्तो लाग्यो क्या मलाई चाहिँ ट्राभलको लागि। सो आई हेभ अल्सो ड्रेस्ड माई सन। If you have seen my previous video, then you already know I have a son now. I have a child now. So I have also dressed my son like in a similar outfit. We are like twinning. So we are, and his dad is not twinning guys. You know, मैले चाहिँ यो प्लान गरेँ अनि उसलाई भन्यो भने ह्या भन्छ अनि मैले पनि भन्ने छोड्थेँ। अबदेखि चाहिँ आमा छोरा मात्रै ट्विनिङ गरेको देख्नुहुन्छ तपाईँले प्रायः जसो होइन। मैले प्रायः गरेर हुन्छु। मलाई एकदमै रमाइलो लाग्छ। यो ट्रेन्ड जान आँटिसक्यो अरे, तर आई डोन्ट माइन्ड होइन, जाओस् जेसुकै होस्। सो आई सो यु गाइज माई सन। यो चाहिँ उसको आउटफिट होइन, लाइक उसको पनि क्वाड सेट हो। अनि नमानेर मैले चम्चा दिएको क्या, चम्चासँग खेलिरहेछ। आउट अफ अल द टोइज उसलाई चाहिँ यस्तै कुरा मनपर्छ। सो टोइजहरूमा चाहिँ पैसा वेस्ट गर्नु चाहिँ हुन्न जस्तो लाग्न थालिसक्यो मलाई होइन। मन लाग्छ देखेपछि किनिदिनु मन लाग्छ, ल खेल्छ होला भनेर त नै हिज मा सान अनि चम्चासँग खेलिरहेको छ। हामीहरू चाहिँ जान लागेको ड्युअल क्याप्चर मोड छ भनेर चाहिँ म बिर्सिरहेको हुँदो रहेछु क्या। सो यहाँ मेरो बेबी छ अनि त्यो सामान केही लान्न भनेको पनि कति धेरै भइसक्यो। सुटकेस, त्यो ड्राइभर ब्याग भइहाल्यो, क्यामेरा भइहाल्यो, ज्याकेट्सहरू बोक्नु परिहाल्यो। जाडोमा एकदमै हुने। मैले खाजा पनि बनाएको छु तर कता गयो आएको छैन अझै है, निस्किनु पर्ने टाइम भइसक्यो। अनि त्यसपछि अब कार सिट त बोक्नु परिहाल्यो। यस्तो गर्दा बेबी भइसकेपछि कति धेरै सामान हुने रहेछ कि होइन। तर धन्न म बेबी चाहिँ एक्सक्लुसिभ ब्रेस्ट फिड भएको हुनाले चाहिँ अलिकति त्यो सामानहरू चाहिँ बोक्नुपर्ने झन्झट छैन होइन। अब फिड गर्न त गाह्रो हुन्छ होला, तर पनि आई क्यान म्यानेज भनेर सोचिरहेको छु। अब हेरौँ के हुन्छ। अब केटी मान्छेहरूको फेरि कस्तो हुने भन्दाखेरि सामान भइहाल्ने कि केही लादिनँ भन्दा पनि होइन, के छैन सामान भन्दा अब जाडोमा फेरि कस्तो बल्क हुने क्या जे सामानहरू पनि होइन। अनि त गर्दै अब सुजहरू पनि एउटै सबै कुरामा, ड्रेसमा त्यही सुज, यस्तो क्याजुअल आउटफिटमा प्यान्ट्सहरूमा त्यही सुज हुँदैन फेरि हाम्रो है। केटाहरूको पो एउटै बोक्यो भइहाल्यो। इनर छुट्टै ऊ छुट्टै। अब गर्दै त कति धेरै सामान हुने कि। अब बुझ्दैनन् है केटा मान्छेहरू, अब के गर्ने यस्तै छ। अब हेर मेरो छोरा चाहिँ यहाँ भुइँमा आइसक्यो। उसलाई सबसे बेस्ट भनेको भुइँमा आइहाल्छ। भुइँमा यस्तै छ। ढिलो हुन्छु म भ्याउँदिनँ भन्ने मान्छे अहिले ब्याग लगेज प्याक गरिराखेको छ। मलाई बिहानै उठाएर होइन 6 बजी उठाएर पुरै गरेको मान्छेको अहिलेसम्म रेडी भएको छैन। ल त्यही ब्याग बोक्ने। व्हाइट पनि छ त, किन रेड मनपर्छ तिमीलाई? ब्ल्याक पनि छ। हजुर, सबको वाइफले ढिलो गर्छ, मेरो हस्बेन्डले ढिलो गर्छ। बेबी फेरि छुट्टै छ बेबीको आज बिहानदेखि हो। यहाँ भुइँमा आइसक्यो, यताउति गरेर भुइँमा आइसक्छ। जति सामान उगाएर पनि बेबीको सामानले अर्को झोला, यस्तो टिजे म्याक्सको झोला पनि बोक्नु परेको छ। डाइपर ब्याग, त्यहाँ पनि बेबीको लुगा छ आदि। अर्को सुटकेसमा पनि बेबीको लुगा छ। बेबीको पारा त्यस्तो छ। टुटुस हेलो भनिदेऊ। हेलो। बेबीलाई हाल्नु पर्यो आज। बेबीको प्रमोसन, नयाँ कार सेट। हेलो बेबी। प्रेसर एकदमै कम छ भन्नाले 45 यस्तो छ कि, तर पनि कस्तो गर्मी छ क्या, घाम लागेर होला होइन। म त पुरै टी सर्टमा आइसकेँ। अघि लागेको लुगा पनि चेन्ज गरेर बेबीलाई पुरै मैले सेटअप मिलाइदिएँ यति धेरै। अब यतिको भएपछि झगडा नगर्ला नि है बाटोमा। बेबी तिमी क्या नि हुन्छ है, गुड बोय है। हाँसिसक्यो, गुड बोय हो मेरो बेबी। चाहिँ फाइनल्ली ह्युस्टनको डाउनटाउन आइपुग्यो। वेदर पनि एकदमै रमाइलो छ क्या। आज चाहिँ एकदमै सनी प्लस ब्राइट क्लियर डे। वेदरले पनि साथ दिइरहेको छ। अनि त्यहाँबाट बेबीले नै साथ दिइरहेको छ। बेबी चाहिँ पुरै सुतिरहेको छ, ज्ञानी भएको छ। हिँड्ने बेलामा मैले ज्ञानी हो भनेको माने जस्तो छ। अनि यही छ, रमाइलो भइरहेको छ अहिलेसम्म। त्यो चाहिँ आधी जस्तो भयो। अनि हामी ह्युस्टन पनि कट्यौँ। सो अब हामी चाहिँ लन्च गर्न लागेको
बर्गर खानलाई म्याक खानलाई को अब एकछिन यहाँ बस्छौँ अनि त्यसपछि फेरि जाने मलाई कस्तो लङ ट्राभल कस्तो गाह्रो हुन्छ कि मलाई अहिले नै कस्तो हुन्छ नि मोसन सिकनेस भइरहेको छ बोल्न पनि कस्तो गाह्रो भइरहेको छ भने कहिले कसरी सल्भ हुन्छ कसरी यो चाहिँ ठिक हुन्छ होला म त नट अ ट्राभल पर्सन कि बाई रोड काइन्ड अफ त्यस्तो हुन्छ तपाईँहरूलाई पनि हुन्छ त्यस्तो हिँड्दाखेरि गाडीमा हिँड्दाखेरि वाक आउने यस्तो यस्तो मलाई त पहिला झन् एकदमै सिरियस हुन्थेँ म अहिले चाहिँ यतिको भएर हिँड्न सक्ने भएको छु होइन तर स्टिल पनि कस्तो मुखमा पानी आउने के भइरहेको छ कि अब त्यही हो अनि खान्छौँ यहाँ म्याकमा अनि त्यसपछि एकछिन 5-10 मिनट्स रेस्ट गरेर अनि फेरि जर्नी टु सान अन्टिनो कन्टिन्यू हुन्छ मेरो बेबी खै हुन्छ होला हुन्छ होला म्याकमा त ड्राइभ थ्रु मात्र चाहिँ फेरि कति लामो लाइन क्या यहाँसम्म लाइन छ अब हामी टोनिजमा जान्छौँ जस्तो छ हुन्छ कस्तो छ रेस्टुरेन्ट चाहिँ फ्यामिली रेस्टुरेन्ट भने फाइनली हामी सान अन्टिनोतिर छिरिसक्यौँ होइन के भन्दा भन्दै एक्जिटै मिस भएछ च्याउ भयो म त बसेर थाकिसकेँ पुरा तिमी त झन् कति थाक्यो होला अब कहाँबाट रहेछ यसै 5 मिनट एक्स्ट्रा लाग्ने भयो आज गीत चाहिँ किन यस्तो यस्तो बजिरहेछ ट्राभल सङ होइन कि पुरै सेन्टी रोमान्टिकै त्यो हुन्छ नि ब्रेकअप भएको बेला बस्छ जस्तो फाइनली तर यहाँनिर चाहिँ होटलमा पार्किङ पनि छैन एन्ड वी हेभ टु पे टु पार्क maybe this is America's thing but it's new to me baby होटल आइपुग्यौँ है बेबी इज मोर देन ह्याप्पी पुरै रमाइलो भइरहेको छ बेबी एन्ड आइ एम सो ह्याप्पी सिङ एम ह्याप्पी कस्तो मजाले उयो गरिरहेछ कि धेरै लङ ट्राभल भएर होला कि अहिले रेस्ट गर्नु पाएर यस्तो खुसी भएको छ बेबी बेबी रमाइलो भइरहेछ लोजा लोजा मलाई कस्तो ठमेलवाला भाइ भइरह यहाँनिर दुईजना आएर कहाँ पुग्यौ तिमी मलाई छोडेर आएर एकछिन अगाडि आएर एकछिन वक गरिसकेपछि हामी गयौँ खाना खानको लागि खाना खाने बेलामा बेबी झगडा गरेर है तर लक्कीली जहिले पनि बेबीलाई हेर्ने चाहिँ मेरो हस्बेन्डले हो होइन बाहिर हामी जाँदाखेरि उसले नै ह्यान्डल गरिरहेको हुन्छ क्या बेबीलाई हि इज सच अ ड्याड्स बोय होइन अनि मजाले ह्यान्डल गर्छ त्यही भएर म चाहिँ केयरफ्री फ्री भएर खानु पाउँछु होइन यो पनि एकदमै लक्की लाग्छ क्या मलाई नट एभ्री वान गेट्स दिस प्रिभिलेज सो आइ एम भेरी थ्याङ्कफुल फर माई हस्बेन्ड खाना खाइसकेपछि एकछिन हामी होटल फर्क्यौँ रेस्ट गरेर फेरि हामी न्यु इयर काउन्टडाउनको लागि सान एन्टोनियो टावरतिर लाग्यौँ अब टावर नजिकै चाहिँ एकदमै भिड हुन्छ बेबी पनि छ भनेर हामी चाहिँ अलिक टाढै बस्छ त्यहाँ अरू मान्छेहरू पनि थियो सो हामी पनि त्यहीँ टाढैबाट काउन्टडाउन गर्ने भनेर त्यहाँ वेट गऱ्यौँ 1/2 आवर जति
2025मा चाहिँ धेरै कुरा भयो. I got my baby and also I got graduated. It was really emotional year and it was really emotional to say bye-bye to 2025, but I'm welcoming this new year 2026 with new hope and wish you everyone happy new year. 2026 को फर्स्ट डे चाहिँ हामी बिहानै ब्रेकफास्ट गरेर सी वर्ल्डतिर लाग्यौँ सान एन्टोनियोको. डे चाहिँ एकदमै राम्रो थियो त्यो दिन पनि, क्लियर सन्नी डे. बेबी आज पनि ज्ञानी भएर सुतिरहेको थियो, सो ट्राभलिङ वाज स्मुथ. अनि फाइनली हेर्दा हामी सी वर्ल्ड पनि पुग्यौँ होइन. हेर्नु न कस्तो मजाको सन्नी डे छ. यहाँनिर चाहिँ यो 2026 वाला त्यो थियो ब्याकग्राउन्डमा. त्यहाँ हामीले फोटोसोटो खिच्यौँ अनि त्यसपछि लाइन कति लामो के. अनि मैले चाहिँ अनलाइनबाट टिकट काटेको थिएँ अनि त्यहाँ बुझ्न खोज्दाखेरि त त्यो टिकट त क्यु चाहिँ अभोइड गर्नेवाला टिकट पो रहेछ होइन. अनि त्यसपछि धन्न मेरो हस्बेन्डले चाहिँ इन्स्ट्यान्टली त्यहाँनिर नम्बरमा कल गरेर त्यो इस्यु चाहिँ सल्भ गर्यो होइन. अनि त्यसपछि हामीले चाहिँ इन्ट्री टिकट बनायौँ, त्यो टिकटलाई चाहिँ अपग्रेड गरेर. अनि त्यसपछि हामीहरू त्यहाँनिर लाइन लागेर अनि बेबीलाई चाहिँ फर्स्ट बेबीको हर्स राइड गराउनु भनेको. अनि त्यहाँनिर हामी त्यो अर्को खालको कार्टमा बस्नुपर्ने भयो. अनि त्यहाँ बसाएको बेबी वाज रियली रियली ह्याप्पी. यो चाहिँ हाम्रो फ्यामिलीको फर्स्ट लाइक हुन्छ नि ट्रिप जस्तो बेबी भएपछि अथवा लाइक युएस आएपछि नै हाम्रो यो फर्स्ट ट्रिप हो, किनभने आई वाज प्रेग्नेन्ट अनि ट्राभल गर्नु मिल्थेन, बेबी सानै थियो. फाइनल्ली बेबी 6-7 months भयो अनि बल्ल. So I feel really blessed to have this moment with a little family we created far from home. So yeah, यही नै थियो फर्स्ट डे. सी वर्ल्डभित्रको चाहिँ भाइब नै अर्कै थियो, कस्तो मजाको लाइभली भाइब थियो क्या त्यहाँनिर होइन. अनि त्यसपछि यति ठुलो रहेछ, पुरै घुम्न त नभ्याइने क्या. लाइक हुन्छ नि सबै कुरा खेलेर. अझ म जस्तो हाइटसँग डराउने मान्छेलाई त यो लाइक हुन्छ नि घुम्न मात्र भयो कि केही पनि खेल्न सकेन होइन. मेरो हस्बेन्डले चाहिँ जस इन्जोय गर्यो अलिक मजाले. बेबी सानै भएकोले कति ठाउँमा जान खोज्दाखेरि जानै मिलेन कि लाइक एज लिमिटले गर्दा. अनि त्यसपछि म र बेबी चाहिँ घुम्यौँ मात्रै. अनि फाइनली हामी चाहिँ यहाँ वेल अनि डल्फिन हेर्ने भनिरहेको थियो. फाइनली भेट्यौँ हामीले वेलको सोवाला स्पट. अनि हामी त्यहाँ गयौँ. सुरुमा बेबी एकदमै इन्जोय गरेर आएको थियो होइन. पछि सबैजनाले त्यो चियर गर्न थाल्यो नि त, क्ल्याप गर्न थाल्यो. साउन्ड ठुलो भएर होला बेबी त रुन थाल्यो होइन. तर पनि रमाइलो भयो. अनि यहाँनिर पुग्यौँ हामी एक्वेरियममा. बेबीलाई चाहिँ फिसहरू देखेपछि चाहिँ खुसी हुन्छ भनेर देखाइरहेको थियो कि उसको बाबाले पुरै गऱ्यो. तर ऊ चाहिँ फिसहरूमा फोकस गर्नु भन्दा नि उसको आफ्नो बाबातिर फोकस गरिरहेको थियो होइन. अनि वाज ट्राइङ रियली रियली हार्ड टु मेक बेबी सी द्याट फिसेस होइन. अनि तर पछि चाहिँ ल बेबीले इन्जोय गरिरहेको छ, बल्ल चुप लागेर हेरिरहेको छ भनेको त बेबी त भुस भएर निधाएको छ, बेबी त बोर्ड पो भएछ भने. अनि फाइनली सास पर्न लाग्यो, हामी फर्किने बेला हुन लाग्यो. तर हेर्नु न यहाँ डेकोरेसन्सहरू कस्तो राम्रो थियो. अनि लाइक हुन्छ नि जसलाई चाहिँ एडभेन्चर एकदमै मनपर्छ, डियरिङ हुनुहुन्छ, यस्तो हाइटदेखि डर लाग्दैन, म जस्तो डरको हुनु न, उहाँहरूको लागि चाहिँ एकदमै बेस्ट प्लेस हुन्छ यो. सो हामीहरू चाहिँ अब क्लोज हुने बेला भयो भनेर हल्का लन्च गऱ्यौँ होइन. बिहान डिनर गरेदेखि नै खानै भएको थिएन कि, घुमै भएको हामी त. अनि म त हेरेरै पुरै मक्ख परिरहेको, खेल्न चाहिँ सक्ने केही पनि होइन होइन, डरपोक भएर. अनि फर्किँदाखेरि पनि कस्तो राम्रो क्या, न्यु इयर भएर लाइट्सहरू. अनि एकदमै थाकेको थियो हामी. अनि त्यसपछि खाना चाहिँ अब बाहिर जान नसक्ने भएर डोरास गऱ्यौँ होइन, एउटा राम्रो रेटिङ भएको चाइनिज रेस्टुरेन्टबाट. बट द फुड वाज सो ब्याड, सो डोन्ट इभन डेयर टु इट हियर विथ ओन्ली लाइक त्यो हुन्छ नि रेटिङ राम्रो छ भनेर. हाम्रो चाहिँ एकदमै वर्स्ट एक्सपिरियन्स थियो. सो फाइनली हाम्रो फर्किने बेला भयो. दिस इज द नेक्स्ट डे. We are leaving San Antonio. Okay? So we are leaving San Antonio. It was nice stay for 2 nights here, 2 nights and 2 days. So here is our trip to San Antonio. Thank you so much for watching. I'll come with another interesting vlog. Till then, see you. Bye bye.